चाहिँ गुगल पोइन्टबाट फर्किरहेछौँ। हाम्रो ब्लग चाहिँ अब जाँदा गरिएन, फर्किँदा चाहिँ गर्ने भयौँ। सञ्जीव सर हात उठाउँ, निरज सर जुकासी हेर्दै गरौँ। जुकासी लाग्दो रह अलिअलि एकदम नुन चाहिँ बोकेरै आउनुपर्ने रहेछ गुगल पोइन्ट आउँदा। अनि अरू त खासै केही छैन भन्दा नि सिनिक एकदम राम्रो छ, भ्यू जङ्गलको बिचबाट लकले साथ दिनु पर्यो भ्यू हेर्न। रुखहरूमा पनि मसै मस होइन, यस्तो हेर्दा क्यानाडाको जङ्गल जस्तो देखिने। अनि एकदमै डेढु पनि देख्यो साथीहरूले चाहिँ, मैले चाहिँ अलिकति देखिनँ, सेतो कालो डेढु। अनि अरू वन्यजन्तु भने जुका चाहिँ मिसै गर्नुहुन्न तपाईँहरूले, जुका चाहिँ पहिल्यै बसी देखिन्छन्। अनि अरू चाहिँ खासमा रुख बिरुवाहरूमा पनि सबमा नाम लेखिदिएको छ होइन, कटुस काफल। अरू त नफल्ने त कति छन् यहाँ। त्यस्तै छ साथीहरू, आउनु होला। एकदम रमणीय, एकदमै रमणीय। हामीले अनि पूर्वी ब्लुजको भिडियो हेरेर आएको, तर पूर्वी ब्लुजले यो ठाउँको के भन्छ त्यो अलिकति वर्णन चुकाएको हो कि जस्तो लाग्यो। किनभने एकदमै राम्रो लाग्यो मलाई चाहिँ। त्यो सर्टकट बाटाहरू पनि छन्, सर्टकट जाँदैछ हाम्रो एउटा साथी चाहिँ। जुका लागिसक्यो। अहिले एउटा जुकाको भिडियो पनि म सानो हालिदिन्छु है, कस्ता खालका जुका छन् भनेर। हामी चाहिँ यति 3 जना आएको थियौँ र रमाइलो भयो। मुनि बाटोबाट धेरै चाहिँ छैन, धेरै लामो यात्राको लागि चाहिँ नआउँदै हुन्छ तपाईँहरूलाई। यसो 2 घन्टासम्म, यसो जाँदा 30 मिनटमा पुगिने ठाउँ छ, फर्किन अरू 20 मिनट।